लोकतान्त्रिक सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा शहादत जीवनको उत्सर्ग गर्नुहुने महान शहीद हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र आफ्ना भनाइहरू अगाडि राख्न चाहन्छु। सुरुमै सम्मान्य सभामुख महोदय, आज मात्रै बिहान अनेरा सहयोगका साथीहरू सिंहदरबार सरकारसँग केही माग लिएर आइरहेका थिए। सरकारले प्रहरीले धरपकड गरेर दमन गरेर उनीहरूलाई पक्राउ गरेको छ र यो उनीहरू चाहिँ अनेरा सहयोगका विद्यार्थीहरू सिंहदरबार जलाउन आएका थिएनन्। उहाँहरू यो राज्य आतंकका विरुद्धमा कानुनी राज्य र विधिका शासनका पक्षमा आफ्ना आवाजहरू बुलन्द गर्न, आफ्ना मागहरू राख्न सरकारलाई ध्यानाकर्षण गराउन आएका थिए र जुन प्रकारको सरकारले व्यवहार गर्यो म त्यसप्रति खेद व्यक्त गर्दछु र अविलम्ब पक्राउ परिएका अनेरा सहयोगका अध्यक्ष दीपक धामी, विशाल खड्का, शिरीष बुढाथोकी, जित प्रसाद सिटौला, विष्णु उपरकोटी, सुदीप थापा र रवि मगरको अविलम्ब